त्यहीहरू हामीसँग हुनुहुन्छ अहिले 5 फेल विनोद सिंह बडाल। ल विनोद सिंह बडाल भन्नु। गजब बेइज्जती है। नमस्कार। साँच्ची हो झूठ बोल रहा है। तपाईँ चाहिँ 5 फेल कसरी फेल हुनुभयो? परीक्षा त दिएँ हूँ ले 4 लाख ज्ञान जसरी लाग्छ न पढ्दा त पढन्थे पाखराउँ झाइले पढन्थे पाखराउँले लान्थे किताब अब कन्जे त पढ्दु थे। पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभालो, लेकिन नहीं। यहाँ सुन विनोद सिंह बडाल 5 में कति विषय होला? ये फंस गया सीएम। 5 में नेपाल, गणित, सामाजिक विज्ञान, नेपाल, इंग्लिश 5 ना त्यो त थाहा रहेछ। गजब बेइज्जती है। अरू सर कस्तो थियो त तपाईँलाई पढाउने? टीचर सर त अब उहीको अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। निकाय थे सर निकाय पढाउँथे सर मन लगेर रूपा चेलो हो सर। त्यो रूपा भन्ने आज अहिले रूपा पौर हाल्दा मलेको पर्का दिन वर्षी हो। हजुर हजुर गएँ मैले गएँ हूँ सर भन्दा थिएँ कसरी फेल होला भन्दा थिएँ मैले भने हो क्या सर तसरी अब के गर्दा हो क्या भने चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह। सरसँग पनि भेट भयो? भयो सर भयो। अब भात हात खाइ गएँ भन्दा थियो अब हजुर भात हात खाइ आयो भात मात्र अरू यो पार्टीहरू केही भएन? अरू तसो नाइ भयो अब सर त्यहाँबाट अब अरू भएको त भए हुने थियो सर त्यहाँबाट कसो हुने नाइ तसो केही काहीँ चेल्दा चक्कर त थिएन? नाइ तसो केही न हो। ये फंस गया सीएम। हजुर हजुर तसो तुमले कसरी जाने ठ्याक्कु तसो त के हेर्नु हो नानो कुरा हो यहाँ। यही नहीं, अभी और सुनिए। यस्तो रहेछ है शिक्षकको चाहिँ छोरीसँग पहिले लभ पर्यो। चीटिंग करता है तू, चीटिंग करता है तू। तसो न हो ल वैध न हो अब उयो ल होइन कुररी र लभमा के फरक छ ल भन्नु चाहिँ? नाइ अब तसो त नाइ भयो मै के अब टाढा हिट्टा बस्थे मात्र हो तसो गयो हेर नाइ। औरत का चक्कर बाबू भैया, औरत का चक्कर बहुत बेकार होता है। हिट्टे देख्दै बस्थे सुन्नु पनि सँगै नाइ तसो त नाइ कहाँ हो तसो त न। समझ रहे हो कहिले काहीँ शराब पिउनुहुन्छ हुँदैन? अब त्यो त कन्जे कन्जे हुने हो तसो समाजमै नै खुसु कन्जे नान कन्जे देख्या दगडियो देखा। हजुर हजुर हे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सुके दगुडीसँग भइहाल्छ त्यो कहिले काहीँ। त्यो दिन भएन? त्यही दिन नै हो मासाफी चाहिँ हेर्दा थियो झ्यालोमै थिएँ हेर्दा कारण त त्यस्तो रहेछ है। सारी समझ गई। त्यो बियर हियर सरले पनि दिएन। सर दगड खाने कुरो नै भयो अब हामीले भनेन अब मासाफै के भन्छ हुन त 5 फेल मान्छे 5 फेल गजब बेइज्जती है। यति भन्नुहोस् कि तपाईँको गाउँमा छ नि गाउँको कति बढेको छ सबभन्दा बढीमा के? त मासाफै हेर्नु कति पढाउनान् भन्छ काठमाडौँ जाए पढाइन् कति पढायो भने कति काठमाडौँ भन्नुहोस्। काठमाडौँ के पढाउँथ्यो कि टिचर विषय कि टिचर अब नेपालले पढाउने सबै विषय एउटै टिचर मात्र पढाउने? टिचर अब तिनै छन्। हजुर हजुर कोही नआए दिन कोही पढाउँछ कोही नआए दिन कोही पढाउँछ। यही नहीं, अभी और सुनिए। गणित हजुर हजुर मैले अब गणित त लाग्यो हो हजुर हजुर पढ्यो जो पढाएको थियो त्यही लाग्यो है। त्यति लाग्यो अब के भन्नु
इन्ट्रेस्टिङ छ है गाइजहरू हेर्नुहोस् यस्तो मान्छेको भिडियो कि आज 5 फेल 4 लाग्यो चार लाग्यो है एउटा के विषय हो त्यो नलागेको त्यो भन्न मिल्छ नेपाललाई लाग्यो नेपाललाई किन लागेन त्यो अरू लाग्ने त्यो मात्र किन त्यो त बहुत तेज हो रहा है बहुत तेज हो रहा अब मास्टर अक्सेलका साह्रै आउँथ्यो होला यसो भयो मास्टरको छोरी तिमी सँगै बसेका थियौ त अब दागडा तसो थियो क्या चिडले लगेको थिएँ म चीटिंग 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 करता है तू पर गणेश मैले सारे त्यो गणेश भन्ने बित्तिकै कहाँ छ अहिले तँ त अचेल कहाँ ठुला स्कुल गयो पास होइगयो तँ त ठुला मतलब के त्यो के महाबी भन्दा नि त्यो अच्छा हमको सिखा रिया है चेल थियो नि सहर कि त्यो अगाडि बढी कि कहीँ 5 फेल सँगै नाइ तँ त 6 माइल लाग्छ है आधा मेरा हो हेऱ्यो आधा गणेश आयो हेरौँ मास्टर चेल नान मास्टरले बताल्यो हम करें तो करें क्या बोले तो बोले क्या अब छोरी अब एक बात है छोरी दिइगेले कसरी पाल्नु के गर्नु भन्ने सोच त होलो नाइ अब बागरा छन् 10-12 बागरा छन् अब 5 फेल भन्छ ईश्वर त हल्का त्यति ज्ञान त रहेछ है त्यो ज्ञान त रहेछ 5 फेल भनेको रे अब त्यो बाख्रा सँगै चलाउने अब बिहा पनि सँगै गर्ने सोच छ अब गाइजहरू हेर्नु अब कस्तो सोच लाग्यो तपाईँहरूलाई हेरेर कमेन्ट गर्नु होला है कमेन्ट गर्न चाहिँ नभुल्नु होला है पछिल्लो भिडियोको लागि चाहिँ लाइक कमेन्ट र सेयर गर्न चाहिँ नभुल्नु होला हस् धन्यवाद तपाईँको के जिज्ञासा छ नै अब मेरो केही नै त्यो के सब्सक्राइब भन्डानले अब यहाँ दाजुगा अब त्यो सब्सक्राइब भन्नु गरिदियो भन्डानले अब सब्सक्राइब अब अहिले लाग्दैन ल म हजुर बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ